मम्मीले मलाई चाहिँ गाली गरिराख्नु भएको नयाँ वर्षको धेरै धेरै शुभकामना। हाम्रो घरमा चाहिँ यस्तो छ जम्मै जाममा खान भनेकै लाम यत्रो ठाक्सेलाई बोकेर हिँड्यान हामीहरू चाहिँ पुत्याउँदैछ यिनीहरू त डरायो कि हाँस्यो फोटो मादियाल फोटो मात्रै Hello everyone, namaste, welcome back to my channel and another video. It's looking so जिंदाले धेरै दिनपछि एक महिनापछि चाहिँ भयो फाइनल्ली एक महिनापछि म ब्याक भएको युट्युबमा अनि मम्मीले मलाई चाहिँ गाली गरिराख्नु भएको युट्युब बनाएर ह्यापी न्यू इयर भन्नु नि त मम्मी ह्यापी न्यू इयर एभ्रीवान सबैलाई थाहा छ थाहा छ केही थाहा छैन ह्यापी न्यू इयर भन्नु थाहा हुन्छ हैन सबैलाई थाहा त्यही भएर भन्नु नि छिटो के भन्नु अनि मम्मी लदान भयो कि साथीहरु यत्रो दिनपछि भ्लग आउँदाखेरि छिटो भयो लाज लाग्यो रे त्यही भएर चाहिँ बोल्न लदान भयो मम्मी चाहिँ के भन्नु हुन्छ भन्नु न कहाँ ह्यापी न्यू इयर भन्ने त एबिसिडी नै जाना छैन नयाँ वर्षको शुभकामना नयाँ वर्षको धेरै धेरै शुभकामना सबै युट्युब फ्यामिलीलाई हामीले धेरै वर्षमा आइयो साथीहरु एक वर्षमा हैन एक महिनामा भन्नु न हजुरहरु पनि सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौं अनि अब यो नयाँ वर्ष चाहिँ हजुरहरु यो गएको वर्ष चाहिँ कसरी बिताउनु भयो यो नयाँ वर्ष चाहिँ एकदम राम्रोसँग बिताउनु होला अनि हजुरहरुले चालेका पाइलाहरु चाहिँ निरन्तर अगाडि बढिरहोस् भन्न चाहन्छु अनि हाम्रो मम्मीको फेरि यस्तो ह्यापी न्यू इयरमा अनि फेरि हाम्रो घरमा के रमाइलो भयो भने साथीहरु के भन्छ अरे व्रत हुन्छ अनि आज पनि हाम्रो मम्मीको व्रत छ मास खान पाएन मास खाँदैन सोमबार परेको भएर अरू दिन त खान पाइन्छ हजुरले भन्नु होला नयाँ वर्ष खान पाइएन भने फेरि पनि पाइन्न भन्नुहुन्छ होला तर पाइन्छ अनि हामी चाहिँ अब कहाँ जान लाग्छ भन्नु गाउँमा आज हामी चाहिँ रमाइलो छ गरे गाउँमा त्यही भएर हामी रमाइलो गर्न जान लाग्यो गाउँमा नयाँ वर्ष मनाउनको लागि चाहिँ हाम्रो घर बहुत रमाइलो छ कि यहाँ हैन गाउँमा न्यू इयर मनाउनको लागि जाने हो अब चाहिँ साथीहरु सो अनि हाम्रो मम्मी चाहिँ धेरै गुनासो थियो भ्लग गरेन भनेर मैले गरेको थिएन नि थुप्रै भयो कति एक महिनै भयो ठ्याक्कै एक महिना भयो होला भ्लग नगराएको अनि त्यही भएर मम्मी चाहिँ एकदम गुनासो गरिराख्नु भएको थियो कहिले भ्लग गराउँछौ कहिले बनाउँछौ मलाई सबै मान्छेले सोधिसके भ्लग गराए कता गयो बुहारी आजकल घरै बस्दैन क्या भनेर त्यस्तो होइन साथी म घरै छु अनि घरै छु अनि भ्लग मात्रै नबनाएको नि मम्मी अल्छी भइछन् अनि त्यही भएर पर्पछि होइन म बनाउँछु अब होइन अब बिस्तारै अलिअलि मात्रै धेरै कन्टिन्यू बनाउन सकेन कि तर बिस्तारै एउटा दुईटा कति महिनामा आउँछ त्यही हो अब केही चिन्ता नगर्नु होला म एकदम सन्चै आरामै छु गाइज अनि हाम्रो मम्मी पनि एकदम सन्चै आरामै हुनुहुन्छ हामी राम्रो छैनौँ त अनि मम्मी मलाई हेरिराख्नु भयो लाज लाग्यो म अब ऊ मेरो नन्द मिनाको भ्लग बनाएको हामी त के हो राम्री भएर आइहो त मम्मी यति राम्री अहिले त मम्मीलाई गफै लाग्दैन मम्मी राम्री हुनु परेन मम्मी यसमा म बोल्नु केही छैन यता ब्लू यता रेड यता पर्पल मम्मी चाहिँ बिचमा रेड रेड बल्ब यो कलर के भन्नु
गाइज हामी चाहिँ अब नानी र म भएर पिकनिक खान जाने हो। उहाँ हाम्रो गाउँको समाजको मान्छेलाई सधैँ देखिसक्नु भयो हजुरले। पिकनिक होइन नि, नयाँ वर्ष मनाउने, रमाइलो मनाउने। पिकनिक त हो, पिकनिक यो सेलिब्रेसन हो, न्यू इयर। त्यही। अनि तिम्रो अझै भने मेरो लागि चाहिँ पिकनिक हो, म चाहिँ खान जाने। सेलिब्रेसन तिम्रो पनि मेरो के सेलिब्रेसन धेरै समय पछिको, धेरै वर्ष पछि, महिना पछिको। वेलकम ब्याक टु माई च्यानल। हजुरहरूले कोही बिचरा कति सोधिराख्नु भएको दिदी हजुर कहाँ हराउनु भयो बिचरा टिकटकको कमेन्ट नसोध्दा पनि साह्रै दुखी छु। टिकटकको कमेन्ट नसोध्दा हजुर कता हराउनु भयो युट्युबमा भन्नुभयो थियो। अनि म साथीहरू हजुरहरूले भन्नुभयो सासूले करायो होला उनी ब्याग भइछन् भन्ने बाबुलाई त्यो होइन मलाई सबले कुटेर राखेर हेर्नु म यस्तो मोटा हो। के बोलेको लड्ने हो भिड्ने हो अनि त्यस्तो होइन साथीहरू, केही होइन यत्तिकै बनाएको थिएन, मलाई झ्याउ लागेन। टिकटकहरू पनि बनाएको थिएन कुनै किन झ्याउ लागेको थियो। गर्मी लागेको झ्याउ लाग्छ नि त, खालि सुत्नु मन लाग्छ अनि त्यही भएर सुतिरहेको थिएँ। होइन साथीहरू पिरतीको रोग लाग्छ यिनलाई होइन त्यस्तो पिरतीको रोग लाग्छ होइन। ल गाइस अब हामी जानु लाग्यो घर। मलाई छोडेर जाने गरे साथीहरू, म त यहाँ कुकुर बिरालो भैँसी बाख्रा सब हेरेर बस्ने चरा चुरुङ कुकुर बिरालो भैँसी बाख्रा यिनीहरू चाहिँ सीता आन्टीको भैँसी ल्याएर राखिदिनु पर्छ। ल गाइस अब गयौँ, अब घर गएपछि भेटौँला। अनि घरमा आज के हुन्छ त मलाई थाहा छैन, टोटली डोन्ट नो। अनि रमाइलो गर्ने भन्ने भन्नुभएको छ, त्यही भएर मैले जस्ट रमाइलो हेर्नको लागि मात्रै जानु खोजेको। गर्ने पनि हो नि, त्यही हो कि मैले रमाइलो म त त्यसै म भएपछि त्यसै रमाइलो मम्मी गरिहाल्छु होइन। आइज हामी हिँड्न लाग्यो होइन। अनि मम्मी चाहिँ यहाँ हुनुहुन्छ एक्लै ठस्स परेर बस्नु भएको। बाई भन्नु, बाई बाई। हामी गयौँ अनि हाम्रो यहाँ घरको अब यस्तो फुल फुलिरहेको छ, यस्तो जाँदै छैन, हावाहुरी लगाएर यस्तो भयो छैन राम्रो। अनि ओके ल गयौँ, नानी मजाले निस्केको। अब कतिचोटि घर गएर भेटौँ न, यहाँ नि छ फुल यस्तो खाले। बाई बाई मम्मी, एक्लै भयो भनेर त्यहाँ मातिर बस्ने होइन नि। घर एक्लै छु भनेर त्यहाँ मातिर सुतेर बस्ने होइन नि। आज त व्रत मम्मी सुत्नु। यहाँ चाहिँ बुवाले हाम्रो यहाँ टिका लगाइदिनु लाउनु भएको, मलाई चाहिँ नयाँ वर्षको शुभकामना बुवा। ल 2082 सालको नयाँ वर्षको शुभकामना, हार्दिक मङ्गलमय शुभकामना। र 82 साल चाहिँ सुख शान्ति सुरक्षित बिताउन र ईश्वर भगवान् विष्णु भगवान्ले देवी देउरालीहरूले रक्षा गरून् र जो मनले चिताछ सम्पूर्ण कल्याण भएर सबैसित सुख शान्ति सुरक्षित भन्दै रक्षा गरून् हे देवी देउरालीहरू। घरमा चाहिँ यस्तो छ, यहाँ चाहिँ रमाइलो गर्नु भनेर यहाँ मासु काट्दै हुनुहुन्छ उता माइला अङ्कलले त बजे। अनि हाम्रो आमा रमाइलो छ है साथीहरू, यो मासु खाने हो आज हामीले चाहिँ। आन्टीहरू हुन्छ यहाँ चाहिँ यस्तो भइरहेको के गरिराख्नु भएको छ। म चाहिँ भर्खरै सुतेर उठेको है, भान्जा बाबु काम गर्दैछ। अनि उता फेरि पाक्दैछ मासु पकाएको। के पकाएको खै कुन्नी के पकाएको बाबु त्यहाँ मासु पकाएको। हाम्रो बाबु फेरि कसले हो मेरो ब्लग हेर्ने। हेलो बाई बाई। हेलो आमा हेलो, ह्याप्पी न्यु इयर, नयाँ वर्षको शुभकामना दिनु। नयाँ वर्षको शुभकामना। अनि हामीले रमाइलो गरेका छौँ यहाँ नयाँ वर्षको। सबै दिदीबहिनी
दाजुभाइ मिजाको जम्मै जाममा छन् मैले कहीँ लाम चमत्नमा रमाइलो जात्याले रानी स्याके रानी दिने स्याके खाइ 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 स्याके रसिगा के झाबरे स्याके आला वर्षभरि झाब्रे बयासी सालभरि नयाँ वर्षमा स्याके परिसले लिङ्के परिसले जजाको खुसी मन्दिरकी परिसले काने इलाङ छोठोम ने दे छो ज्याकेट भने छो बात भने अलग स्या ठोमले हिस्या ठोम त मै वाक्स्या वाक्स्या देखेर अनि गुवास्या डले एउटा त्यो अचार गानीले इनाङ टनकले दिने टनकले उठ्नी इलाङ लाइक कमेन्ट सब्सक्राइब जाट्ने दिनु न लाइक दिनु न लाइक शेयर सब्सक्राइब हेलो गाइज हामी चाहिँ धेरै पछि आएका छौँ कृष्ण सारू सिंहजालीको भ्लगमा हामी धेरै धेरै माफी चाहन्छौँ हामीले भ्लग ल्याउन सकेनौँ अनि आज चाहिँ हाम्रो यहाँ मामा घर धेरै रमाइलो हुँदैछ नयाँ वर्षको पार्टी खाँदैछौँ यहाँ फेरि पार्टी फेरि बिहान 10 बजे पकाएको साँझ 5 बजे पकाएको 20 बजे खानु पाइन्छ उता बोल्दै जाऊँ न 5 बजे लाग्यो के हेर्नुहोस् ल खाना पकाउन सुरु गरिरहनु भएको छ हेलो आमा नि आउनु भयो हामी यहाँ मासु पाकेछ हामी यहाँ मासु पाकेछ मासु पकाउँदै खाँदैछौँ भन भ्लग हो होइन कसैलाई देखाएको कि होइन यहाँ मासु पकाउँछौँ मैले साँझ खाएको देखाउँछौँ नयाँ साल मनाउँदै हो मगरहरूको हेलो साथीहरू हाम्रो यहाँ मकै कति ठुल्ठुलो भएछ तपाईँहरूलाई देखाउँछु कुनै मकै उम्रिँदैछ कुनै मकै ठुलो भइसक्यो यस्तो भएछ यस्तो उता मकै छर्दैछ भर्खर गोरुले जोतेछ यहाँ आँप कति धेरै फुलेछ यहाँ लिची कति धेरै फुलेछ यहाँ माथि यस्तो छ त्यहाँ नि लिची फुली छ अब लिची खाने बेला हुन्छ हाम्रो यहाँ रमाइलो गर्ने हो अहिले साँझ यहाँ मुखले गीत गाउने हो हेलो हेलो जुना गाइज हेर्नु त यस्तो यिनीहरूको चाल फुल फुलेको र लो यत्रो ठाक्सेलाई बोकेर हिँड्ने यसरी खै नखाने यहाँ चाहिँ सेकुवा हुँदैछ सेकुवा र कोइला केही चिन्ने छैन उहाँ बनाउने मान्छे उहाँ सेकुवा बनाउने मान्छे अनि हामी दुईवटा मिलेर बनाइरहेछौँ अनि उता त खाना भनेर बस्नु भएको खै यहाँ चाहिँ यस्तो छ भर्खर स्टार्ट गरिरहेको अनि अझै साँझ पर्न लागिसक्यो नि त गर्मी भएका छ गर्मी हजुरहरूलाई फेरि पनि स्वागत छ म चाहिँ अब यो सिंहजाली यहाँ बिरुवाको चाहिँ सबै यहाँ राउन्ड घुमाइदिन्छु ल सबसे सुरुमा सबसे बडी वाली नातिनी यो घर की एकदम शर्मिली वाली स्वाङ पारे फेरि मिस्वाङ त्यसपछि नातिनी यता अर्को नातिनी कस्ती जबरजस्ती नातिनी बुहारी यहाँ बुहारी फेरि अलिअलि बिहा हाल्छिन् कि बुहारी एकदम पुरानो बाजे पुसाङ हेलो भनिदिनु हेलो
हेलो यहाँ हाम्रो बाजे हुनुहुन्छ उसाई निनी आमा नयाँ वर्ष मनाउँदैछौँ यहाँ नयाँ वर्षको पार्टी हुँदैछ यहाँ हाम्रो यहाँ मगरसम्मदेखि यहाँ विजय भाइ छन् हेलो भन्दै विजय भाइ यहाँ चाहिँ अर्को ग्रुप हुनुहुन्छ यहाँदेखि यस्तो रमाइलो छ यहाँ यो झल्ली यहाँ हारमा फेरि धेरै पछि माइत आउनु भए कस्तो लाग्दैछ हजुरलाई माइत आउँदा अलिक गाली गर्छु क्या माइत आउँदा त खुसी मानेछ नि त बाबा पनि खुसी माने हो आमा छोरी खुसी मानेछ बाजे हाई भनिदिनु हेलो हाई नयाँ साल शुभकामना बिक्कु हाई हेलो हेलो बोय शुभकामना नयाँ वर्ष धन्यवाद 2082 साल बयसीको ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर यहाँ पनि ह्याप्पी न्यू इयर यस थ्याङ्क यू सो मच हामी हेर्दैछ पुत्याउँदैछ यिनीहरू त डरायो क्या सेकुवा त हाम्रो यहाँ अब खानाको लागि भाग लाग्दै हुनुहुन्छ हामी यति धेरै छौँ कोही उता घर उतापट्टि बस्नुभएको छ कोही उता घर हुनुहुन्छ अहिले छपजम्मा भएर यो सब खाने हो यिनीहरूको यहाँ छुट्टै रमाइलो छ फेरि हेलो 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 Happy New Year! 1 2 3 go! साथीहरु भिडियो बनाउँदै यहाँ लाग्छ साथीहरु हैन चोचे हो साथी हो चोचेको मासु रन्डन्ती बोल्यो नि पानी हाल्नु ओए एक भाग एक्स्ट्रा गर्दिन है यो सबको भाग हो यहाँ कुराको छ यहाँ सबले भाग लाउनु भयो उहाँहरू सब यहाँ खाना भनेर बस्नु भयो उहाँहरूलाई सबलाई दिने हो यहाँ चाहिँ भाग छुट्टाको 45 जनालाई यो 45 जनालाई भाग पुर्याएको होइन पुर्याउने हो अनि पोल्दा गाह्रो भएको खानुलाई सजिलो भएको पोल्दा त ठिकै भयो किनभने पुगेन नि त साथीहरू यो 45 जनालाई पुर्याउने हो अनि फेरि जम्मा 80 हो यति छ होइन यति त अब जम्मा कतिजनाले खाने र 45 जना खाने हो 45 जनामा हाम्रो भागमा कुन पर्छ भन्ने हाम्रो भागमा कुन पर्छ कति बुढ्ने हो बुढाबुढी भएर खुब भाग खुब भाँचे पर्यो नि हामीलाई पुरानो पर्छ हेर्नु खाना स्टार्ट भइरहेछ यता बाजेहरू अङ्कलहरू को हो सबैजनाको हाम्रो अङ्कल त खोइ अङ्कल कति छ खोइ पेटभित्र हो खोइ त हजुरको भाग अङ्कलको भाग है हाम्रो अङ्कलको भाग आमा यस्तो छ नि खतरा अनि हजुर आमा हजुर ल हुन्छ ए हुन्छ नानी हाम्रो भाग उठाउने गरे यहाँ आमाहरू दुइटा दिदी बहिनी आमा ध्यान लगाइसकेछ त नयाँ वर्ष खुसियाली मन्दिर दिउँसो भने भनिरहनु भएको अहिले
ल पोले खानु भयो आमा पोले खानु भएन ए ए ल ल यता हारामाल त पुरै हो पुरै ए यता ब्रोखण्डहरू त यता आएछ सबै मिठो हो लुइरु के हो यो के हो त्यो पास गरिदिनु खुब मस्ती अझै यता भात पनि हो भात पनि खाइसकेको रहेछ यता त नानीहरू ल ल खानु खानु मिठो भएछ ल खाँदै हो आमा बपाल यता त खुब रमाइलो भइरहेको जाने हौ उता जाने हौ जाने होइन ल के भन्ने ल ह्याप्पी न्यु इयर खोइ फेरि ल गाइस यो चाहिँ हाम्रो भाग हो होइन हाम्रो थोरै छ नि त फेरि भागमा उता चटनीवाली फेरि रमाइलो छ है गाइस अहिले यहाँ रमाइलो गर्छन् यता फेरि ओहो अङ्कल के हो यो भैँसी हो भैँसी पोतो बोकेर आउनु भएको त हजुर त के भइरहेको थियो होइन अनि सरप्राइज अनि यहाँ चाहिँ अब यहाँ सुरु खाना छ होइन अनि हामी चाहिँ अब
भन्न पाइन्छ ल हाय ओहो ल ल अबै नाचम न गाइज यता हो साथीहरु यो त जाडो भएन क्या हो ज्याकेट लिन मान्छे आकै छैन नि त 10 बजे राति हामी चाहिँ 10:30 भयो अनि उहाँ माथिबाट बल्ल झर्दैछौँ यहाँ आधी बाटोमा अनि दुईजनालाई कुरेको अहिलेसम्म आएनन् कता यिनीहरू राउटे अरे त्यो त नभन न अलिकति त अलि अनुहार परेको बाटो होइन बाटो बिचमा बसेको भनेर त्यस्तो भनेको मैले अनि हामी यहाँ बाटो त यस्तो बवाल देखिन्छ होइन अनि चिन्नु भएको को कुन्नी खै बहिनी नचिनी आउने न अर्काको नजिक हो आजको हाम्रो ह्याप्पी न्यू इयर एकदम एकदम हाम्रो ह्याप्पी न्यू इयर एकदम भयो होइन रमाइलो भयो एकदम रमाइलो गऱ्यौँ हजुरहरूले पनि देखिसक्नु भयो होला होइन यता त कति यसलाई केही नलागे जस्तो गरी सधैँ संस्कारी चाहिँ गर्ने आफूहरू पनि धेरै नबोल नाचोको डरान दिएको भन्ला नि फेरि त्यो पण्डित बाजेले लखटेनमा गाइस त्यही हो आजको भ्लग यति नै थियो अब घर गएर घर पुग्दाखेरि 11 बज्छ होला अनि यहाँसम्म हेरेर रमाइलो गर्नुभयो होला सायद हजुरहरूले हामीलाई पनि रमाइलो भयो
भन्दै प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला ओके बाई 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 ल यता बाई बाई भन्न आउनु न बाई बाई गाइज लभ यु फेरि अर्को भ्लगमा भेटौँ ल बाई